हेलो दर्शन नमस्ते सबैजनालाई म चाहिँ आज चाहिँ मौसम एकदमै खतरनाक भएर आज देख्न सक्नुहुन्छ। पानी पनि परिरहेछ। अब के हो भन्दा बाटोमा हिँडिरहेको छु, सडकमा छु। आज चाहिँ मौसम एकदमै खतरनाक देखिरहेछ। मौसम चाहिँ एकदम नाजुक। तपाईहरुले चाहिँ लाइक र कम नबिर्सिनु होला। देख्न सक्नुहुन्छ यो चाहिँ पारीबाट पानी बर्सात भयङ्कर आइरहेको छ। पारीदेखि पनि अँध्यारो अँध्यारो पनि भइरहेछ। म चाहिँ यो देख्न सक्नुहुन्छ चाहिँ यो चाहिँ एप्पल भनिन्छ, यसलाई स्याउ भनिन्छ। स्याउको बोटा र एकदमै तुफान आउने जस्तो पनि देखिरहेछ। देख्न सक्नुहुन्छ तपाईँहरूले। सबैले लाइक गर्नुहोस् त। यहाँ चाहिँ मोड छ यताको साइडतिर, साइडतिर जानुपर्छ। यता देख्न सक्नुहुन्छ पारीबाट पुरा अँध्यारो अँध्यारो पनि भइसकेको छ र साथसाथै यताबाट पनि अनि उतादेखि त ठुलो बर्सात आउन लाग्छ। देख्न सक्नुहुन्छ र यता पनि हल्का हल्का छिटा हानिरहेको छ। सबै दृश्य यस्तो छ यतातिर र पानी ठुलै पर्ला जस्तो छ। के हो ल देखियो होला। गर्मी पनि भइरहेछ गाइस र यता पानी पर्ने जस्तो पनि देखिरहेछ। छिटा चाहिँ हानिरहेको छ। म चाहिँ बाटोतिर हिँड्दैछु यतातिर गाइस। सक्नुहुन्छ भिडियो अलि क्वालिटी छैन। तल चाहिँ बजार होइन, त्यो बजारको नाम के हो थाहा भएन। र म बाटोमा हिँड्दैछु। कम्तीमा पनि 1 घन्टासम्म लाग्छ होला सायद जान। 1 घन्टा लाग्छ र अहिले बाटोमा बिजोग बनाउला जस्तो छ गाइस। ओहो पानी पर्न लागिसक्यो। यताबाट आइसकेको छ पानी। पर्ने भाग्नुपर्छ कि के हो जस्तो लागिरहेछ। ओहो यो चाहिँ ओह्रालो बाटो छ है। यो चट्टान छ यतातिर सबैतिर। देख्न सक्नुहुन्छ तपाईँहरूले। भिडियो अलि क्वालिटी छैन होला। सबैजनाले मन पराइदिनुहुन्छ भन्ने आशा गरेको छु। र माथिदेखि हिँडेर आएको देख्न सक्नुहुन्छ। म माथि देखाउँछु। माथि टागुरोदेखि हिँडेर आएको छु। त्यहाँदेखि यता घुमेर म चाहिँ हिँड्दैछु। गाइस देख्न सक्नुहुन्छ पारी चाहिँ बस आएको दृश्य देख्न सक्नुहुन्छ। पारी हेर्न सक्नुहुन्छ। बस आएको हिँडेको जस्तो देख्न सक्नुहुन्छ तपाईँहरूले। र हिँड्दै पनि छ त्यो। यता पानी कस्तो
बादल देखिएको छ चारैतिरबाट। म भने बाटोमा हिँड्दैछु। सबैले मन पराइनुहुन्छ भन्ने आशा राखेको छु होइन। भिडियोलाई सक्दो सेयर र सक्दो लाइक कमेन्ट पनि गर्नु होला है। चाहिँ तपाईँहरूको लागि मैले भिडियो बनाएको छु यता देख्न सक्नुहुन्छ र सबै चारैतिरबाट यता चाहिँ सबै हरियाली छ। यो चाहिँ सिमीको बोटा चाहिँ यहाँनिर रहेछ। सिमी देख्न सक्नुहुन्छ। सिमी कत्रो हो सिमीको खेत पनि। ठ्याक्कै म अब बिच बाटोसम्म आइसकेको छु र हिँड्दैछु म अहिले। देख्न सक्नुहुन्छ चाहिँ म बाटोमा छु। यता बाटोतिर छु गाइस। सबैले मन पराइनुहुन्छ भन्ने मैले आशा राखेको छु।